आजको यस भिडियोमा बताउनेछु तपाईँ आफ्नो एनसेलको सिमको कल हिस्ट्री कसरी हेर्ने आफ्नो मोबाइलबाट। धेरै सजिलो तरिका बताउन गइरहेको छु। कल हिस्ट्री हेर्नको लागि तपाईलाई एउटा एप्लिकेसन डाउनलोड गर्नुपर्छ। एप्लिकेसनको नाम चाहिँ एनसेल एप। त्यो डाउनलोड गरेपछि त्यसलाई ओपन गर्नु होला। ओपन गरेपछि यस्तो इन्टरफेस आउँछ। यहाँ तपाईँ जुन नम्बरको कल हिस्ट्री हेर्नु छ त्यो नम्बर यहाँ राख्नु होला। म आफ्नो नम्बर यहाँ राख्दैछु। त्यसपछि यहाँ लगइनमा क्लिक गर्नु होला। क्लिक गर्दाखेरि त्यो मोबाइलमा एउटा ओटीपी आउँछ। त्यो ओटीपी राखेपछि तपाईको यस्तो इन्टरफेस आउँछ। यहाँ कल हिस्ट्री हेर्नको लागि अलि तल आउनु होला। यहाँ हेर्न सक्नुहुन्छ यो कल हिस्ट्री। यहाँ क्लिक गर्नु होला। क्लिक गरेपछि यहाँ क्लिक गर्नु होला। क्लिक गरेपछि तपाईको जुन महिनाको जुन गतेदेखि तपाईको कल हिस्ट्री हेर्नु छ त्यो मा क्लिक गर्नु होला। जस्तै मलाई 1 तारिखदेखि मलाई हेर्नु छ। 1 तारिखदेखि 7 तारिखसम्म मलाई कल हिस्ट्री हेर्नु छ। त्यसपछि क्लिक गर्दाखेरि तपाईको मोबाइलमा एउटा ओटीपी आउँछ। त्यो ओटीपी राख्दाखेरि यहाँ हेर्न सक्नुहुन्छ तपाईको कल हिस्ट्री तल आइहाल्छ। यसरी नै तपाईँ आफ्नो एनसेलको सिमको जुनसुकै सिमको कल हिस्ट्री हेर्न सक्नुहुन्छ। थ्यांक यू।